32 वर्षीय टंक बस्याल 5 वर्ष अघि वैदेशिक रोजगारका लागि दुबई जानुभयो। गरिखाने जग्गा जमिन भए पनि आय आर्जनको स्रोत नहुँदा वैदेशिक रोजगारीमा जानु उहाँको बाध्यता थियो। घर पुरानो थियो, तरकारी खेतीबाट हुने आम्दानीले नयाँ घर बनाउनु असम्भव जस्तै थियो। तर अहिले टंकले विदेशमा कमाएको पैसाले नयाँ घर बनेको छ। घर नजिकै माडी चक्रपथ सडक छेउमा घडेरी पनि जोडिएको छ। घर खर्च तरकारी खेतीबाट चलिहाल्छ अनि घरमा लैनो भैँसी पालिएको छ। यहाँ बसेर पनि अब रोजगारी केही छैन, छोरो बाहिर नहुने अवस्था भएर गयो। त्यसो हुँदाखेरिमा हामीलाई बाआमालाई पनि हेरिरहेको छ। बाबु अब यसो गएको छ विदेशतिर, दुबई कमाउनु गएको छ, आउँछ। अब हामीले तरकारी खेती गरिरहेछौँ, बसिरहेछौँ। अब त्यसले अलिअलि शरीरदान गरिरहेछ, घर बनायो। घरमा वाइफाई जोडिएको छ। टंक विदेशमा बसे पनि घर परिवारसँग नियमित सम्पर्क हुन्छ। बुवाआमा, श्रीमती र छोराछोरीसँग नियमित भिडियो कल गर्ने र घर सरसल्लाह गर्ने गर्नुहुन्छ। परिवारमा सबैजना खुसी देख्दा टंककी श्रीमती लक्ष्मी श्रीमान विदेशमा भए पनि आफूलाई दिन कटाउन कुनै समस्या नभएको बताउनुहुन्छ। श्रीमान विदेश हुनुहुन्छ भन्दैमा हामी बजार घर बस्नुपर्छ भन्ने छैन र हामीले पनि यहाँ केही उत्पादन गरेर हामीले घर खर्च चलाउन सक्यौं भने श्रीमानले कमाएको पैसा पनि बच्छ। हामीले पनि श्रीमानले कमाएको पैसा बचत गरेर एउटा घर गराएका छौं। मैले यहाँ खेतीपाती गरेर बाबु नानी पढाउने। टंकले विदेशमा बसेर कमाउने र घर परिवारले तरकारीसँगै अन्न उत्पादन गरेर थप मिहिनेत गरिरहेको देखेका छिमेकी पनि खुसी छन्। तरकारी खेती र अरू धान खेती अरू मतलबले पुरिरहेछ र छोराछोरी पनि पढाएछन्। श्रीमानले कमाएको पैसाले उनीहरूको घर आवश्यकता थियो, एउटा घर बनाए। स्वदेशमा रोजगार नपाउने युवा रोजीरोटीका लागि विदेश हिँड्न बाध्य छन्। विदेशमा काम गर्ने युवाले पठाएको रेमिट्यान्सले घर परिवारको सुख सुविधा मात्र होइन, मुलुकको आर्थिक अवस्था चलायमान पनि बनाएको छ। कान्तिपुर समाचारका लागि पाल्पाबाट माधव अर्यालको रिपोर्ट। बेला भएको छ अर्थ र विकास समाचारको। अर्थ र विकास